एउटा सानो गाउँमा अर्जुन नामको 8 वर्षको केटो बस्थ्यो। ऊ सानो थियो तर उसको मुटु साहसले भरिएको थियो। एक साँझ आकाश अचानक कालो भयो। हुरी चल्न थाल्यो र ठूलो पानी पर्न लाग्यो। त्यही बेला अर्जुनले बाहिरबाट हल्का रुँदै गरेको आवाज सुन्यो। बचाऊ, बचाऊ! आवाज जंगलतिरबाट आइरहेको थियो। गाउँका मानिसहरू डराए। उनीहरूलाई राति जंगल भुताहा छ भन्ने लाग्थ्यो। तर अर्जुनले बाबुले भनेको कुरा सम्झियो। साहस शरीरमा होइन मुटुमा हुन्छ। उसले सानो लालटिन र लट्ठी समात्यो र बिस्तारै जंगलतिर लाग्यो। उसलाई डर लागिरहेको थियो तर ऊ अघि बढिरह्यो। केही पर पुगेपछि उसले एउटा सानो कुकुरको बच्चा रुखको हाँगामुनि च्यापिएको देख्यो। त्यो डरले काँपिरहेको थियो। अर्जुनले सबै शक्ति लगाएर भारी हाँगा हटायो। धेरै गाह्रो भयो तर उसले हार मानेन। अन्ततः हाँगा हट्यो र कुकुरको बच्चा बच्यो। अर्जुनले त्यसलाई बोकेर घर ल्यायो। भोलिपल्ट गाउँलेहरू उसको साहस देखेर छक्क परे। उनीहरूले बुझ्न थाले जंगल होइन उनीहरूको डर नै भुताहा थियो। त्यस दिनदेखि सबैले थाहा पाए सानो बालक पनि ठूलो हिरो हुन सक्छ।